तकिला सर्ट हान्ने गर्नु भएको छ तर तकिला किन्दाखेरि कसरी बोतल चुज गर्ने भनेर कन्फ्युज हुनुहुन्छ भने यो बोतल भिडियो हेरौँ है त। तकिला किन्दाखेरि दुई तीनटा इलिमेन्ट्समाले ध्यान दिनुपर्ने हुन्छ। जस्तै तकिलाको बोतलमा जहिले पनि 100% अगावे लेखेको हुनुपर्छ। यदि यो 100% अगावे छैन भने यो अलिक मिक्स गरिएको सुगर इलिमेन्टमा चाहिँ 51% अगावे र रिमेनिङ अरु सुगर कन्टेन्ट चाहिँ अरु कुनै चाहिँ सुगर कन्टेन्टबाट हालेको छ भनेर मिक्स छ भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। दोस्रो कुरा भनेको यसमा दुई तीनटा वर्ड्सहरु लेखेको हुन्छ। कुनैमा तपाईको ब्ल्याङ्को भनेर लेखिरा हुन्छ भने कुनैमा चाहिँ तकिला रेपोसाडो भनेर लेखिरा हुन्छ भने कुनैमा चाहिँ एनएहो भनेर लेखिरा हुन्छ हैन। अब स्पेलिङ तपाईलाई म यसमा क्याप्सनमा पनि दिउँला। त्यो भनेको के हो भन्दाखेरि यो तकिला ब्ल्याङ्को भनेको चाहिँ नन एज्ड तकिला भनौं न। तकिला भन्छ भने मिनिमम पनि 2-3 महिना एज पनि भएको हुन सक्छ। नर्मली ब्ल्याङ्को चाहिँ व्हाइट कलरमा हुन्छ हैन। अनि यो रेपोसाडो भनेको चाहिँ एज्ड गरेको तकिला हो। एज्ड गरेको भन्नाले मिनिमम 3 months to 1 year सम्म एज्ड गरिन्छ। ओक ब्यारल्सहरुमा चाहिँ यसलाई चाहिँ एज गरिन्छ। त्यसले चाहिँ ताकि त्यसले चाहिँ त्यो ओकको चाहिँ नि यो कलर आफ्नो एब्जर्ब गरेर यो चाहिँ नर्मली अलि एलोइस अथवा गोल्ड तकिला गोल्ड भन्छ नि गोल्डन कलर यसले चाहिँ एक्वायर गर्छ। अर्को भनेको तकिला एनएहो भन्ने हुन्छ हैन। तकिला एनएहो भनेको चाहिँ मोर प्रिमियम मोर देन 3 years अप टु 3 years भनौं न। अप टु 3 years चाहिँ एज गरेको नै तकिला हुन्छ। सो तपाईले नेक्स्ट टाइम बोतल किन्दाखेरि चाहिँ यति कुराको चाहिँ ध्यान दिनु है त।